सम्पूर्णमा नमस्कार। जय गन्ती। राष्ट्रिय स्वतन्त्र पार्टी अछाम 1 क्षेत्र नम्बर 1 का प्रत्यक्षतर्फका उम्मेदवार ओम प्रकाश रावलज्यूलाई जिताउनको लागि यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी र्याली बैजनाथ धाम दर्शन पश्चात र्याली कालीमाटीतर्फ लागेको छ। यति बेला अछाम क्षेत्र नम्बर 1 को भविष्य निर्धारण गर्नको लागि अछाम क्षेत्र नम्बर 1 का सर्वसाधारण आम नागरिकको भावी सन्ततिको भविष्य सुनिश्चित गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओम प्रकाश रावलज्यूलाई घण्टे चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराउँ। भ्रष्टहरू जनताको खुन पसिनामा महल बनाएर चिल्ला गाडीमा फन्फन्ते घुम्नेहरूलाई अब अछामी जनताले अछाम क्षेत्र नम्बर 1 का आम सर्वसाधारण आम जनताहरूले एउटा जवाफी कारबाही गर्न जरुरी छ। भ्रष्टहरूलाई जवाफी कारबाही मार्फत विस्थापित गर्न आजको आवश्यकता हो र भावी सन्ततिहरूको भविष्य सुनिश्चित गर्नका लागि भए पनि अबको विकल्प भनेको राष्ट्रिय स्वतन्त्र पार्टी भएको कारणले गर्दा यति बेला अछाम क्षेत्र नम्बर 1 र 2 बाट राष्ट्रिय स्वतन्त्र पार्टीले जित्ने भएको कारणले गर्दा तपाईहरूले आफ्नो अमूल्य मतलाई हारमा परिणत नगरी तपाईहरूले आफ्नो अमूल्य मतलाई जित्ने पार्टीलाई दिएर आफ्नो अमूल्य मतको मूल्याङ्कन गर्नका लागि र आफ्नो भावी सन्ततिहरूको भविष्य सुनिश्चित गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टे चिन्हमा मतदान गरी अछाम क्षेत्र नम्बर 1 का उम्मेदवार ओम प्रकाश रावलज्यूलाई अत्याधिक बहुमतले विजय गराउँ। जय नेपाल, जय घण्टी, जय देश।